आइसकेको छौँ माउन्ट बिस्ट गोर्खामा र के छ यात्रा कस्तो भयो छ गाइजहरु ल किप वाचिङ के छ साथीहरु नेपालको झन्डा लिएर आउनु पर्यो हजुरहरुको लागि यहाँ पनि छ ल नमस्ते दाजु नमस्ते ल हजुरहरूलाई स्वागत छ यो माउन्ट गोर्खा विश्व होलबान्टल नेपाली खानाको एकमात्र घर होल यो लन्डन बाहिरको र हामी आज साथीहरू भएर आएका छौँ होइन आज म आइरहन्थेँ र आज लङ टाइम पछि चाहिँ हामी आज दाइसँग भेटघाट भयो लङ टाइमले नेपालीले के भन्छ लामो समयपछि आजको यो भेटघाट कार्यक्रम आजको छुट्टीको सुनौलो छुट्टीको अवसरमा र उल्बरह्याम्पटनको नेपाली जमघट कहाँ भन्दाखेरि सबको मुखमा एउटै छ कि माउन्ट बिस्ट र हामी पनि आइसकेका छौँ र हेरौँ र देख्न सक्छौँ यहाँ कुखुरा छ कुखुराको भाली र पोथी चाहिँ घुम्न गएको छ र यहाँ देख्न सक्छौँ अन्डा चाहिँ यहाँ छ टक्क यहाँ देख्न सक्छौँ यहाँनिर बाख्रा रोदी घर जस्तै सजाउनु भएको छ दाइले पनि र हेर्नु घरको छानामा के बल्दैछ यो हिरम्ला फल्दैछ र यहाँनिर मकै पनि हिरम्ला कति दिन्छ हिरम्ला ल यहाँ के हेरौँला है मेरो खैरी पनि देख्न सक्छौँ दाइको राम्रो छ यहाँनिर सानो चिटिक्क राम्रो एकदम क्वालिटी फुड चाहिन्छ भने चाहिँ माउन्ट बिस्टोको पनि वान अफ द बेस्ट देख्न सक्छौँ यहाँनिर नेपाललाई धेरै नै सम्हालेर राख्नु भएको छ दाइले र देख्न सक्छौँ हामी विदेशी माहौलमा पनि हामी नेपाली रक्सी र कोदोको र सबै कुरा र पछाडिबाट मेरो साथी आउँदैछ अनि साथी के छ फर्स्ट टाइम तिम्रो आज ठिक छ मेरो त फर्स्ट टाइम हो हैन कस्तो छ राम्रो लाग्यो मलाई चाहिँ हजुर त पहिलो पटक आउनु भयो हजुर पनि सर्च गरे हाम्रो ब्लगर पनि सर्च गर्नुभएको र राम्रो र मिठो पनि छ त्यही माथि यहाँ देख्न सक्छौँ हामी दिदीले बनाउनु भएको छ लाइभ मोमो है यो चाहिँ चिकन हो कि दिदी भेज के हो चिकन मोमो भन्दैछ है र हामी देख्न सक्छौँ यहाँबाट किचन चाहिँ पछाडि छ यो पनि मोबाइलमा गर्नु त कसको चाहिने हो हजुरको समस्याको सोल्युसन चार्जरको लागि पोर्ट पनि छ र फ्री वाइफाईका साथै सुविधा गर्मीको लागि फ्यानको सुविधा छ सुविधाहरू चाहिँ टन्न भरपूर देख्न सक्छौँ हामी होइन अलि ठुलो सोलले बोल्नु पर्यो पछि हालिन्छ र हामीसँग आइसकेको छ लस्सी चेस गाइज र है त चेस र नेपाली गीतको साथमा र आइसकेको छ हाम्रो नेपाली चटपटे I will give you the honest review guys. र हामी रिभ्यू हेर्न सक्छौँ रिभ्यू चाहिँ हामीले आयो That's quite nice. कस्तो छ साथी कस्तो लाग्यो मिठो कस्तो लाग्यो छ स्पाइसी छ मलाई मन पर्यो ल है त दामी छ गाइजहरु honestly एडिटिङमा चाहिँ तिम्रो भिडियो बनाउँदाखेरि सबसे गाह्रो त्यो हो क्या उयो स्कुलको पार्मेट र आइसकेको छ सबैको मन सबैलाई एकदम मिठो लाग्ने नेपालीको वान अफ द बेस्ट यहाँनिर स्टिम त यो चाहिँ नेपाली गोर्खा खाजा सेट यसमा टक्क बरेल खसीको भुटन कटमास चिउरा प्लस सम्पूर्ण भरिपूर्ण पुरै भरिपूर्ण देख्नुहुन्छ यहाँनिर र सबै कुराहरू यहाँनिर दिदीहरूले गाउँदै हुनुहुन्छ यता सुकून का नाम सुना हाय हाय
इतना सुकून Not bad, not bad. Now you. रेशम Brother, what's that? What's that, brother? फाइनली नेपाली फुड ट्राई गरेर हामी निस्किसकेका छौँ र एकदम भुँडी फुट्ला जस्तो भइरह होइन एकैचोटि होइन है गाइज फेरि मैले भिडियो खिच्दा भिडियो फेरि भाइरलतिर नजाऊ न तिमीहरू त्यस्तो एकैचोटि गाडीमै हाम फाल्न खोज्छौ न केटाहरू आई मिस माई फ्रेन्ड भनेर भिडियो हाल्न पर्नेवाला चाहिँ नगर न केटा है त्यस्तो कुरा नगर यार अझै जिन्दगी लामो छ जिन्दगी लामो होइन लामो छ गाइज ल हामी उल्लोरामपुरमा आइसकेका छौँ है ल गाइजहरू किप वाचिङ गाइज होइन यस्तै अब मिठो मिठो भ्लगहरू आउँदै गर्छ मिठो मिठो बिस्तारै vlogहरू इम्प्रुभमेन्ट upcoming हुँदैछ केटोको के अरे सब्सक्राइबर्सहरू बढ्दैछ अब इङ्गेजमेन्टहरू आउँदैछ बिस्तारै ट्राभल गर्दैछ केटो है whatever he's saying is right. Let's try it, guys.